इरानले स्पष्ट चेतावनी दिएको छ कि यदि अमेरिकाले इरानी पावर प्लान्ट वा ग्यास क्षेत्रमा हमला गर्छ भने यसको बदला स्वरूप इरानले पनि खाडीका ती सबै देशहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र कुवेतलाई निशाना बनाउनेछ, जुन देशहरूले अमेरिकालाई सैन्य आधार वा समर्थन प्रदान गरिरहेका छन्। इरानले स्पष्ट चेतावनी दिँदै अमेरिकाले इरानी ऊर्जा केन्द्रमा हमला गरेमा यो युद्ध दोस्रो चरणमा प्रवेश गर्नेछ र अब इरानले खाडीका देशहरूमा रहेका ऊर्जा केन्द्र, आईटी पूर्वाधार र सबैभन्दा महत्त्वपूर्ण डिसेलिनेसन प्लान्टहरूलाई ध्वस्त पार्नेछ। यो चेतावनीले खाडीका देशहरूमा व्यापक त्रास फैलिएको छ, किनकि खाडीका देशहरूले 90% भन्दा बढी पिउने पानी यिनै प्लान्टहरूबाट प्राप्त गर्ने गर्दछन्। इरानको यो भयानक प्रत्युत्तर केवल खोक्रो धम्की मात्र होइन भन्ने कुरा हालै इजरायलको डिमोनामा भएको मिसाइल प्रहारले पुष्टि गरिसकेको छ। डिमोना इजरायलको सबैभन्दा सुरक्षित र आणविक केन्द्र भएको शहर मानिन्छ, जहाँ अमेरिकी थर्ड मिसाइल डिफेन्स सिस्टम तैनात छ। इरानका ब्यालिस्टिक मिसाइलहरूले उक्त सुरक्षा कवचलाई चिर्दै डिमोना र अराद क्षेत्रमा मार हान्न सफल हुनुले खाडी राष्ट्रहरू निकै त्रसित भएका छन्। जब इरानले हजारौं किलोमिटर टाढा रहेको इजरायलको सबैभन्दा सुरक्षित बिन्दुमा सटिक प्रहार गर्न सक्छ भने पर्सियन गल्फको ठिक पारिरहेका साउदी वा यूएई का तटीय पूर्वाधारहरू उसका लागि निकै सजिलो निशाना हुन्। इरानको युद्ध रणनीति एस्केलेसन ल्याडरलाई आफ्नो नियन्त्रणमा राख्ने देखिन्छ, जसमा उसले युद्धलाई जति लामो र विनाशकारी बनाउन सक्छ त्यति नै अमेरिका र उसका सहयोगीहरूलाई आर्थिक रूपमा टाट पल्टाउन सक्छ। यस प्रत्युत्तरको सबैभन्दा घातक पक्ष भनेको पानीको युद्ध हो। खाडीका मरुभूमिमा ठडिएका आधुनिक शहरहरू जस्तै दुबई, दोहा र रियादको अस्तित्व ती विशाल डिसेलिनेसन प्लान्टहरू बिना केही दिनमै मृत शहरमा परिणत हुनेछ। तेल जस्तो पानीलाई लामो समयसम्म भण्डारण गर्न नसकिने भएकोले प्लान्टहरू ध्वस्त हुनासाथ त्यहाँ एउटा भयानक मानवीय सङ्कट निम्तिनेछ। इरानले तितो शब्दमा खाडीका देशहरूलाई चेतावनी दिएको छ कि इरानको भयानक हमलाबाट अब उनीहरूको जीवन चिल्ला र अग्ला महलहरूमा होइन, बरु उनीहरूको पुर्खाहरू जस्तै मरुभूमिमा ऊँट चराउने अवस्थामा पुग्नेछ।